सम्पूर्णमा हार्दिक स्वागत छ। आज चाहिँ हामी साउन 1 गते साउने संक्रान्तिमा चाहिँ रमाइलो गर्दैछौँ। यसरी एक्लो यो मेरो मन कसरी सम्पूर्णमा पुनः हार्दिक स्वागत छ। मेरो नयाँ भ्लग नयाँ दिनसँगै उपस्थित भइसकेको छु है त। अनि यो चाहिँ तपाईँले हेर्दै हुनुहुन्छ भने ब्याकग्राउन्डमा हामी गीत गाउँदै रमाइलो गर्दै थियौँ फ्यामिलीसँग। यो चाहिँ तपाईँले योभन्दा अगाडि हेर्नुभएको थियो भने चाहिँ हामीले धान रोपाइ गर्दाखेरिको घर हो। अनि मेरो मम्मी बाबाले लगाउनु भएको धान खेती यहीँ नजिकै छ। अनि आज चाहिँ हामी यसरी रमाइलो गर्दैछौँ हामीहरू। तपाईँहरू पनि हेरेर इन्जोय गर्नु होला। अनि चाहिँ बाबाहरूको गोठो अनि यो घर अनि यता हामी छौँ सानो घर। हेरेर साथ दिनु होला है त। साउन 1 गतेको दिन चाहिँ भन्नुपर्दाखेरि चाहिँ हामी रमाइलो गर्दै थियौँ परिवारसँग। अनि हाम्रो बुवा मम्मीले पाल्नु भएको एउटा बोकालाई काटेर त्यसलाई हामीले खाने तर्खरमा थियौँ। योभन्दा अगाडि चाहिँ मैले चाहिँ त्यसको भुटानहरू मजाले पर भुट्नु भएको रहेछ। त्यो खाएर अनि रमाइलो कार्यक्रमको चाहिँ बल्ल भिडियो खिच्नुपर्छ भनेर सम्झेछु अनि सुरु गरेको छु है। हेर्नुहोस् है, मैले भुटान खाँदै गरेको। म चाहिँ अलिकति ढिला गएको थिएँ मेरो ड्युटी सकाएर। अनि मेरो दाइ भाउजू दिदीहरू चाहिँ अगाडि नै गएर सबै कुराहरू सकाएर भुटान पनि बनाएर खाएर नाच्दै हुनुहुँदो रहेछ म जाँदा। अनि म जाँदा चाहिँ भुटानहरू खाइसकेर पनि उहाँहरू चाहिँ मकै पोल्दै मम्मी बाबाले लाउनु भएको मकै पोल्दै खानुहुँदो रहेछ। नि म पनि गएर खाजासाजा खाएँ अनि भिडियोहरू क्याप्चर गर्न सुरु गरेँ। अनि मेरो माइली दिदी अनि हुनुभएको यतापट्टिको चाहिँ दाइ हुनुहुन्छ। फकाउन लागि परेको अघिदेखि ल हामी चाहिँ एकछिन रमाइलो गऱ्यौँ, नाचगान गऱ्यौँ। त्यसपछि चाहिँ हामीले अस्ति रोपेको धान कस्तो भएछ भनेर हेर्न गयौँ। अनि ल हेर्नुहोस्, अस्ति हामीले रोपेको धान हो यतिको भइसकेछ। घोर्ने बेला नि भइसकेको रहेछ। अनि एकदमै मजाको देखिएको थियो यहाँबाट चाहिँ। त्यसपछि हामी पुनः ब्याक भयौँ। अनि पानी पनि पर्न लागेको थियो। अनि पाल ओढायौँ। पाल ओढाएको चाहिँ मैले भिडियो खिच्नै बिर्सेछु, पछि ओढाइसकेपछि चाहिँ सम्झेछु। अनि यसरी हामीले आगो दन्कायौँ। त्यसपछि हामीले गाना सुरु गऱ्यौँ। दामी देख्यो ल। के को सेकुवा हो यो? बोका बोका। कतिजना छौँ हामी जम्मा? दाउरा नबाल्नु न यार। हामी रुपियाँको पनि है भने ए मैले सुनेन। अनि गलङ गुलुङ अनि एकजना बोलेको त भनेर भन्नु रे। लिन पठाउँ त? छिटो गर्नु न सर। यसरी हामीले सेकुवा चाहिँ बनाएर खाँदैछौँ पालै पिलो गरेर। अनि एकदमै मिठो भएको थियो अनि रमाइलो पनि भएको थियो। अलिकति पानी परेकोले चाहिँ झ्याउझ्याउ भइरहेको थियो। बाहिर थियौँ त्यही भएर भित्र पनि फेरि सबैजना नअट्ने। अनि यसरी चाहिँ हामीले सबैजना मिलेर सेकुवा पोलेर खायौँ। यहाँ सरहरू हुनुहुन्छ, दामी छ भन्दै हुनुहुन्छ सरहरूले। हस्
यसरी चप्प अचानक चोपेर कप्प खाने खायो उता दिनु नि चाहिँ खाना पाकेको है खानामा अब घिउ हाल्दै हुनुहुन्छ टक्क लाएर लोकल चामल हो हेलो सर नमस्ते लोकल घिउ माउलोको घिउ कहिले फर्किनुहुन्छ सर मासुको लागि तयारी गर्दै हुनुहुन्छ बाउजू हलेसी जानुपर्ने थियो 8 गते 7 गते जानुपर्ने छ के सर्न त सर्न दिदिन पाक्छ होला है अब त कोलाई लग्यो त्यही भनेको मैले अट्छ त्यस पश्चात केही रमाइलो गऱ्यौँ अनि हामीले त्यही बोकाको मासुलाई चाहिँ यसरी भुटेर पर भुटेर यसको सुप बनाएर अनि लोकल अघिको खानासँग खायौँ हामीले है अनि एकदमै रमाइलो भएको थियो अनि बेला बेलामा यसरी परिवारसँग रमाइलो गर्दा रिफ्रेस पनि हुन्छ अनि हामीले चाहिँ धान रोपाइसकेका थियौँ अनि यो रमाइलो पनि गर्ने सोचेका थियौँ अनि आज चाहिँ साउन 1 गतेको दिन चाहिँ त्यो रमाइलो जुरेको थियो अनि यहाँ मेरो भेना लगायत सरहरू चाहिँ नाच्दै हुनुहुन्छ है यस्तो झरीमा पनि अलिअलि मजाले नाच्दै हुनुहुन्छ यहाँ अनि हामी दर्शकहरू धेरै छौँ अनि सरहरूको नाच पनि यसो देखाइदिउँ न भनेर म चाहिँ देखाउँदैछु अनि गीतसँगकै राख्नु पर्यो भने चाहिँ फेरि कपिराइट लाग्न सक्छ त्यसैले मैले भोइस ओभर गरेँ तपाईँहरूले हेरेर साथ दिनुहोला है त भन्छु अनि यसपछि चाहिँ हामी खाना खानातर्फ लाग्नेछौँ अनि मासु पनि एकछिनपछि चाहिँ हामीले पकायौँ मजाले अनि अब हुन त धेरैजना थियौँ अनि यो मासु पनि हामीले अघि पनि धेरै खाएकोले गर्दा यति धेरै मासु खानुभयो भन्ने लाग्छ होला तर यो मासु चाहिँ हामीले चाहिँ अलिक पाकिसकेपछि चाहिँ भुटान निकालेर चाहिँ राखेका थियौँ अनि यहाँ भाउजू चाहिँ यसरी टमाटर काट्दै हुनुहुन्छ बाहिरै यसरी काट्नुको फाइदा पनि अनि रमाइलो पनि छ अनि यहाँ चाहिँ एन्जल भर्खर आएको थियो रुँदैछ है फोन उठाएन भनेर बाबाले कराइदिनु भएको थियो अनि रुन थाले छिन् अनि यसरी हाम्रो बुवाले लाउनु भएको यो चाहिँ इस्कुस यत्तिको भएको छ अनि हामीले यसरी पालो उठाएका थियौँ अनि यो सबै बुवाले गर्नुभएको खेती हो अनि यहाँ माथिबाट नै मैले भिडियो खिच्दैछु सरहरू नाच्नु भएको हामी सबैजना थियौँ यहाँ दिदी चाहिँ छुट्नु भएको थियो हाम्रो जेठी दिदी अनि विशेष गरी हाम्रो माइला भाइ दिपेन पनि छुट्याएको थियो अनि प्रायः जति सबै हामी थियौँ अनि हाम्रो दिदी चाहिँ यसरी नाच्दै मासु पकाउँदै हुनुहुन्थ्यो नाच्न मन पराउनु हुने दिदी त्यही भएर नाच्दै काम गर्दै हुनुहुन्थ्यो अनि यसरी आगोमा पकाएको मासु चाहिँ एकदमै मिठो 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 भएको थियो है अनि यहाँ हामी दर्शकहरू छौँ मासु पकाएको हेर्ने कोही नाच्ने कोही गेम खेल्ने कोही भिडियो हेर्ने यस्तै भइरहेको थियो तर रमाइलो चाहिँ रमाइलो भइरहेको थियो अनि यो मासु चाहिँ लगभग पाक्न लागिसकेको थियो मरमसला चट्ट लाएर हामीले चाहिँ त्यसपछि चाहिँ यो मासुलाई पाकिसकेपछि आधा जति चाहिँ हामीले निकाल्यौँ अनि आधा जतिमा चाहिँ मजाले झोल हालेर खाएका थियौँ पाके पनि गरम गरम कपाएर
पहिलाबाट बिहामा भोकले खरेको हो नि त्यो त 1 आउटको त पाँचको छ भने माथि उधार छ मुक्ति छ होइन बाटो सत्य जीवन मर्ने हो मन बिना कोही पनि स्वर्ग राज्य पुग्नु पाउने छैन भने बचाउने भन्छ उहाँ चाहिँ हाम्रो भेला हुनुहुन्छ है धेरै वर्ष भयो तपाईँ यता किसिमतिर जान्नु ल धेरै धेरै धन्यवाद तपाईँहरूलाई हेरेर साथ दिनुभएकोमा हामी अर्को बसाइमा भेट्नेछौँ मैले चाहिँ यतिसम्म है भिडियो बनाएँ यसपछि चाहिँ भिडियो बनाउन सकिनँ म अफिस फर्केँ थ्याङ्क यू सो मच तपाईँहरूले हेरिदिनु भएकोमा